हाई फ्रेन्ड्स, स्वागत भन्न चाहन्छु। म प्रकाश राई। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ फ्रम टेक नेपाल युट्युब च्यानल र आफ्नै नेपाली भाषामा टेक्नोलोजी टिप्स एन्ड ट्रिक्स साथै तपाईले अनलाइन बिजनेस, अफलाइन बिजनेस र अनलाइन मार्फत तपाईले कसरी चाहिँ विदाउट इन्भेस्टमेन्ट या त इन्भेस्टमेन्ट गरेर चाहिँ अर्निङ गर्न सकिन्छ, पैसा कमाउन सकिन्छ भन्ने भिडियोहरु प्राप्त गर्न सक्नुहुन्छ। साथै तपाईले शेयर मार्केट र कम्युनिटी ट्रेडिङ र अन्य धेरै ट्रेडिङको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। विशेष आज तपाईको माझमा चाहिँ म ई-सेवालाई भेरिफाई गर्ने र त्यो पनि प्रपरली जुनसुकै अवस्थामा पनि त्यो तपाईको केवाईसी गर्नुपर्ने हुन्छ, प्रपरली भेरिफाई गर्ने, प्रपरली केवाईसी कसरी गर्ने भन्ने कुरा तपाईलाई म सिकाउन गइरहेको छु। विशेष ई-सेवा भनेको चाहिँ के भन्दाखेरि तपाईलाई म सानो कुरा बताउन गइरहेको छु। ई-सेवा चाहिँ एउटा डिजिटल पर्स हो जुनमा चाहिँ तपाईले पैसाहरु राखेर यहाँ हेर्नुस्, पैसा तपाईले अर्को साथीलाई तपाईको ई-सेवा टु बैंकमा तपाईले ट्रान्सफर पनि गर्न सक्नुहुन्छ। यदि तपाई बैंकमा जान भिडमा लाइन लाग्नु सक्नुहुन्छ भने अझ धेरै डेभलपमेन्ट अनि त्यो बैंकहरुमा धेरै ठुलठुलो बैंकहरुमा चाहिँ कति भिड हुन्छ अनि त्यो टोकनहरु लिनुपर्ने अवस्था हुन्छ। यस्तो अवस्थामा चाहिँ तपाईले ई-सेवा सेन्टरमा गएर त्यहाँनेर भिड पनि हुँदैन, त्यहाँनेर गएर तपाईलाई पैसा त्यहाँ राखेर आफ्नो बैंकमा ट्रान्सफर गर्न सक्नुहुन्छ इजी तरिकाले। र यसमा पैसा पठाउन र पाउन एकदमै सजिलो छ अनि विशेष तपाईले ई-सेवा युज गर्नु भने विभिन्न फाइदाहरु छ। यसको फाइदाहरु चाहिँ तपाई हेर्नुस्, यहाँनिर एकाउन्टमा यहाँनिर पैसा आफूले राखेर तपाईले बिजुलीको बिल घरमै बसेर तिर्न सक्नुहुन्छ, पानीको बिल घरमै बसेर तिर्न सक्नुहुन्छ, इन्टरनेटको बिल घरमै बसेर तिर्न सकिन्छ। र यसको एकाउन्ट कसरी खोल्ने र भेरिफाई गर्ने पूर्ण रूपमा भन्ने जानकारी दिनेछु। र तपाईले इरोर भएको अवस्थामा पनि केवाईसी इरोर भएको अवस्थामा पनि तपाईलाई म कसरी केवाईसी गर्ने प्रपरली रूपमा भन्ने कुरा जानकारी दिन चाहन्छु। र ई-सेवा प्ले स्टोरमा गइकन ई-सेवा टाइप गरी डाउनलोड गर्नुस् र यहाँनिर यसरी नेक्स्ट गर्नुस्। डाउनलोड भइसकेपछि ओपन गर्नुस् र नेक्स्ट गर्नुस्। यहाँनिर स्टार्ट गर्नुस्। स्टार्ट गरिसकेपछि गेट स्टार्ट गरेपछि यहाँ तपाईले मोबाइल नम्बर हाल्नुस्। आफ्नो मोबाइल नम्बर तपाईले यो याद गर्नु होला। तपाईले यसमा ई-सेवा एकाउन्ट बनाउँदा एउटै मात्रै मोबाइल नम्बर युज गर्नु होला र प्रपरली रूपमा तपाईको त्यही एकाउन्ट नम्बर हुनेछ। विशेष यहाँ लाइट छ अनि डार्क छ अनि पावर सेभिङ छ, तीनवटा मोड छ। अनि तपाईले जुनसुकै मोडमा लाएर पनि चलाउन सक्नुहुन्छ। म चाहिँ डार्क मोडमा लाएर तपाईलाई म चलाएर अहिले देखाउने छु। र यहाँनिर राइट माथि टपमा हेर्नुस्, त्यहाँनिर राइट छ, त्यहाँनिर यहाँ त नेक्स्ट छ, त्यहाँनिर गएर तपाईले गर्नु होला र साइन अप गर्नुस्। साइन अप गरिसकेपछि तपाईले त्यहाँनिर एउटा पिन पनि हाल्ने, त्यहाँनिर पिन मोबाइल तपाईको अघि जुन मोबाइल नम्बर हाल्नु भएको छ त्यही मोबाइल नम्बर हाल्नु होला र तपाईको फुल नाम हाल्नुस्, आफ्नो नाम अनि थर हाल्नुस् र तपाईको लिङ्ग तपाईले यहाँनिर सिलेक्ट गर्नुपर्ने हुन्छ तल्लोमा। म तपाईलाई त्यो पनि बताउने छु र सम्पूर्ण कुरा जानकारी दिनेछु। प्रपरली रूपमा त तपाईले कुनै पनि हालतमा यसमा तपाईलाई केवाईसी गराएर छाड्ने छु। आज तपाईले त्यो पुरा भिडियो हेर्नुपर्ने हुन्छ। तर म जसको नाममा म यो ई-सेवा वालेट खोलिरहेको छु उसको नाम थर र मेल हो भने मेल अनि फिमेल भने फिमेल। यहाँ टर्म्स एन्ड कन्डिसनमा यहाँनिर यस्तो एग्री गरी यहाँनिर म ओके गर्नेछु। र यसो गरिसकेपछि तपाईले त्यहाँनिर एउटा पासपोर्ट हाल्ने जग्गा पाउनुहुन्छ, त्यो पासपोर्ट हालिकन अगाडि बढ्नु होला। र मैले लगइन गरिसकेको कारणले गर्दा मैले त्यो अप्सन आएन र यहाँनिर म अब लगइन गर्नेछु। यहाँनिर अघि जुन पासपोर्ट राख्नु भएको छ त्यो पासपोर्ट राख्नुहोस् र यहाँनिर तपाईले लगइन गर्नुहोस्। यहाँनिर लगइन गरिसकेपछि तपाईले पिन कोड हाल्ने ठाउँ पनि हुन्छ। तपाईको जुन पिन कोडले चाहिँ तपाईले पैसा विथड्र गर्न या पठाउनका लागि तपाईलाई मद्दत गर्छ, त्यो पिन कोड तपाईले बिर्सिनुहुन्न। र यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ यो भेरिफाई गर्नका लागि चाहिँ म विशेष तपाईलाई चाहिँ एकाउन्ट क्रिएट गर्न तपाईलाई आइहाल्छ। तर यसलाई केवाईसी चाहिँ कसरी एनी हाउ गर्ने, यहाँ समथिङ वेन्ट रङ टु ट्राई अगेन लेटर भन्छ। यस्तो अवस्थामा चाहिँ तपाईले कसरी केवाईसी गर्ने, केवाईसी भनेको मतलब तपाईँ चाहिँ म ई-सेवाको कस्टमर हो भनेर जानकारी दिनु चाहिँ केवाईसी भन्छ। नाउ युर कस्टमर भनेर त्यो बेला थाहा छ कस्टमर तपाईको कस्टमर हो म भन्ने कुरा जानकारी दिनका लागि चाहिँ केवाईसी भन्छ। आफ्नो डकुमेन्टहरु दिनुपर्छ। डकुमेन्टमा तपाईले के चाहिन्छ म सम्पूर्ण कुरा बताउने छु। पुरा भिडियो हेर्नु होला। हेर्नु होला। म जति त्यसको ट्राई गर्छु अपडेटमा यस्तै खालको समस्या देखाइरहेको छ र म चाहिँ धेरै समयदेखि तपाईलाई यसको समस्या देखाइरहेको छ। र यहाँनिर तपाईले माथि टपमा गएर त्यहाँनिर थिच्नु भयो, त्यो फोटो राख्ने ठाउँमा थिच्नु भयो भने टपमा तपाईको लेफ्ट साइडमा त्यो अहिले त्यहाँ एरो देखाइरहेको हुन्छ उता, त्यसको छेउमा त्यहाँनिर एरो भेरिफाई हुँदाखेरि यहाँ माथि फोटो हुन्छ, भेरिफाई भनेर देखाउँछ। अहिले त्यो पनि म भेरिफाई भएको पनि देखाउँछु। हेर्न सक्नुहुन्छ यहाँनिर माई इन्फर्मेसनमा थिच्नु। यो माई इन्फर्मेसन भनेको यहाँनिर केवाईसी गर्ने ठाउँ हो। यहाँनिर थिच्दाखेरि तपाईले यहाँ हेर्नुस् समथिङ वेन्ट रङ ट्राई अगेन लेटर भन्छ। अब यो केवाईसी नगरिकन तपाईले कुनै पनि कारोबार गर्न सक्नुहुन्न, बिजुलीको बिल तिर्नु सक्नुहुन्न, तपाईले बैंकदेखि यहाँनिर लाउन सक्नुहुन्न। यो कसरी गर्ने भन्ने कुरा यहाँनिर तपाईलाई म देखाउँछु। तपाई भाइबरबाट पनि गर्न सक्नुहुन्छ। भाइबर चलाउनुहुन्छ भने फेसबुक भाइबर चलाउनु नै फेसबुकदेखि पनि गर्न सक्नुहुन्छ। फेसबुकमा तपाईले यहाँनिर ई-सेवा नेपाल फर्स्ट अनलाइन पेमेन्ट गेटवे भनेर तपाईले त्यहाँनिर पेज सर्च गर्नुस्। यस्तो खालको इन्टरफेस तपाईले भेट्न सक्नुहुन्छ र यहाँ तपाईले त्यसलाई फलो गर्नुस् र यहाँ तपाईले मेसेन्जरमा तपाईले मेसेज भएको ठाउँमा त्यहाँनिर मैले जहाँ
चाहिँ क्लिक गरे त्यहाँनिर तपाईँले थिच्नुहोस् र मेसेन्जरमा तपाईँ अलरेडी यहाँनिर रिडाइरेक्ट हुन सक्नुहुन्छ र तपाईँले आफ्नो यहाँनिर पर्सनल डिटेल हाल्नुपर्ने हुन्छ। पर्सनल डिटेलमा के हाल्नुपर्छ सम्पूर्ण कुरा तपाईँलाई बताउने नै छु। तपाईँले भिडियो चाहिँ स्किप नगरी हेर्नु होला भनेर जानकारी तपाईँले नभए प्राप्त गर्न सक्नुहुन्न, तपाईँलाई म भन्न चाहन्छु। विशेष यहाँनिर म यहाँ हेर्नुहोस् यस्तो छ, यस्तो प्रकारको छ। यहाँनिर तपाईँलाई म सम्पूर्ण कुरा देखाउने छु र यहाँनिर तपाईँलाई म मेसेजमा गएर त्यहाँनिर सम्पूर्ण कुरा तपाईँलाई म देखाउने नै छु। विशेष यहाँनिर मेसेन्जरमा फेरि पनि गएर तपाईँलाई देखाउँछु। तपाईँलाई माथि सर्च बारमा गएर त्यो तपाईँले पेजलाई सर्च गर्न सक्नुहुन्छ। यहाँनिर मैले सम्पूर्ण डिटेल जो व्यक्तिको मैले एकाउन्ट खोल्दैछु ऊ व्यक्तिको मैले यहाँनिर डिटेल्स हालिसकेको छु र हालिसकेपछि तपाईँले यहाँनिर यस्तो सम्पूर्ण हालिसकेपछि यहाँनिर तपाईँले मोबाइल नम्बर माग्छ। जुन मोबाइल नम्बरद्वारा यो एकाउन्ट खोलेको छ त्यही मोबाइल नम्बर तपाईँले यहाँ प्रोभाइड गर्नुपर्ने हुन्छ। त्यसमा तपाईँको मेसेज आउँछ। कस्तो मेसेज आउँछ भने त्यो कुरा पनि तपाईँलाई म देखाउँछु। तपाईँको एकाउन्ट भेरिफाई भइसकेपछि उहाँले र भेरिफाई गर्नका लागि के कागजपत्रहरू चाहिन्छ, आवश्यक कागजपत्रहरू त्यो पनि तपाईँलाई म बताउने छु। र यहाँनिर तपाईँले यसरी आफ्नो नागरिकताको अगाडि पछाडिको फोटो, आफ्नो एउटा पासपोर्ट साइज फोटो र डिटेल्सहरू तपाईँले यहाँनिर सेन्ड गर्नुपर्ने हुन्छ। यहाँ सम्पूर्ण यो डिटेल्सहरू सेन्ड गरिसकेपछि तपाईँलाई मेसेज यहाँनिर अर्को के लेख्नुपर्छ भने मलाई यस्तो यस्तो प्रब्लम भएको कारणले मैले यो गर्दैछु, कृपया मेरो केवाइसी गरिदिनु हुन अनुरोध गर्दछु भनेर तपाईँले लेख्नुपर्ने हुन्छ। र केवाइसी गर्दाखेरि यो सम्पूर्ण तपाईँले डिटेल दिनुपर्छ। फुल नेम तपाईँले हाल्नुहोस्। यहाँ त के चाहिन्छ तपाईँलाई म देखाउँछु। डेट अफ बर्थ, जेन्डर, अकुपेन्चर भनेको कन्ट्याक्ट नम्बर तपाईँको त्यो अघिको कन्ट्याक्ट नम्बर हाल्नुहोस्। अनि त्यहाँदेखि तपाईँले अकुपेन्चर भनेको तपाईँको पेसा हाल्नुहोस्। जोन यहाँनिर फर्स्ट नेम, ग्रान्डफादर नेम, फादर नेम, अनि त्यहाँदेखि तपाईँको फुल नेम, डेट अफ बर्थ, जेन्डर, यो सम्पूर्ण जोन, तपाईँको करेन्ट एड्रेस, यो पर्मानेन्ट एड्रेस र करेन्ट एड्रेस दुइटै हाल्नुपर्ने हुन्छ। तपाईँ कहाँ बस्दै हुन्छ र तपाईँको पुरानो बस्ने ठाउँ कहाँ थियो त्यो सम्पूर्ण हालिसकेपछि तपाईँले त्यो मेसेज गरिसकेपछि यहाँनिर यस्तो प्रकारको मेसेज आउँछ। यहाँनिर हेर्नुहोस्, यो फल्ना भएको इज एकाउन्ट हेज एप्रुभेड सक्सेसफुली, थ्याङ्क यू ई सेवा भनेर यस्तो प्रकारको आउँछ। यसरी तपाईँले ई सेवालाई भेरिफाई गर्न सक्नुहुनेछ र यसबाट तपाईँले इजी तरिकाले घरमै बसिकन बिजुलीको बिल, पानीको बिल, इन्टरनेट बिल, स्कुलको बिल, एभ्रिथिङ तपाईँले ब्याङ्क कारोबार, पैसा पठाउने, आदान प्रदान गर्न सक्नुहुन्छ इजिली। र अन्य धेरै अनलाइन अर्निङमा पनि यसको कामहरू छ, त्यो पनि तपाईँलाई आगामी दिनमा बताउने नै छु। र भेरिफाइड हुँदा कस्तो हुन्छ एकाउन्ट भनेर तपाईँलाई म देखाउने छु। पुरा भिडियो हेर्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छु। भेरिफाइड हेर्नुहोस्, भेरिफाइड भनेर यहाँ रातोले मैले दिएको छु यस्तो हुन्छ। तपाईँले अब यहाँनिर पैसाहरू आदान प्रदान गर्नका लागि तपाईँलाई इजी हुन्छ। तपाईँको बिजुली बिल घरमै बसेर तपाईँको बिल तिर्नका लागि लाइन रिक्सा भाडा तिरेर त्यो पोइन्टमा जानै पर्दैन, तपाईँ बिजुली अफिस जानै पर्दैन, घरमै बसी तपाईँले तिर्न सक्नुहुन्छ। अनि तपाईँको इन्टरनेटको बिल घरबाटै तिर्न सक्नुहुन्छ। तपाईँलाई डिस होम गर्नुहुन्छ, डिस होम घरमै, रिचार्ज घरमै गर्न सक्नुहुन्छ। रिचार्जमा तपाईँलाई फाइदा छ, यसबाट गर्नुभयो भने तपाईँले 2 रुपियाँ ज्यादा प्राप्त गर्न सक्नुहुन्छ। यस्तो धेरै फाइदा छ। तपाईँले यसरी यसबाट एकाउन्ट बनाइ अगाडि बढ्न सक्नुहुनेछ भन्दै आजको भिडियो म तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्टमा तपाईँले लेख्न सक्नुहुन्छ। र आगामी दिनमा अनलाइन अर्निङ ट्रेडिङको भिडियोहरू म लिएर आउनेछु। घरमै बसी तपाईँले कसरी आय आर्जन र अर्निङ गर्न सक्नुहुन्छ भन्ने कुरा तपाईँलाई जानकारी दिनेछु। सब्सक्राइब गर्नुहोला, लाइक अनि सेयर गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो म यहाँ राख्न चाहन्छु। आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गई प्रतिक्रिया दिन नबिर्सिनु होला भन्न चाहन्छु। विशेष आजलाई यति नै छ। तपाईँको दिन असल रहोस्, सरल रहोस्, खुसी रहनुहोला, सुखी रहनुहोला र स्वस्थ रहनुहोला भन्दै बिदा माग्न चाहन्छु। नमस्कार, जय नेपाल।